तयारी गर्दै गुड मर्निङ कि गुड आफ्टरनुन भयो गुड आफ्टरनुन भइसक्यो सबैजना मिलेर रमाइलो गरौँ ह्यापी लोसार ह्यापी लोसार ह्यापी लोसार सबैजनालाई ह्यापी लोसार है मिठो भएको छ ओके थ्याङ्क यू सो मच तर मैले कति वर्षपछि भेटेको 15 मोर देन 15 हेलो नमस्ते आफ्टर लङ टाइम फेरि भ्लग गर्दैछु कति 1 इयर हुन आँट्यो होला हौ भ्लग नगरेको अनि आज चाहिँ स्पेसल हाम्रो लोसार हो नि त त्यही भएर झन् त आज चाहिँ भ्लग गर्छु भनेर भ्लग गर्दैछु हामी चाहिँ एज अ अर्गनाइजर टिम भएको भएर चाँडै जानुपर्छ नि त त्यो अब चाबी लिन जानु पर्यो हलको होइन सबै म्यानेज गर्नु पर्यो अनि यस दिपक से हाई हेलो ह्यापी लोसार ह्यापी लोसार अनि त्यसपछि यस हामी चाहिँ अन द वे जाँदैछौँ विदाउट मेकअप नथिङ किनभने अब अहिले गएर त्यहाँ काम गरेर बल्ल प्रोग्राम स्टार्ट हुनुभन्दा 1 घन्टा अगाडि चाहिँ हामी त्यहीँ रेडी हुन्छौँ किनभने त्यहाँनिर सेपरेट रुमहरू पनि छ क्या रेडी हुनको लागि हामी चाहिँ अनि सबैजना त्यहीँ नै रेडी हुने प्लान गरेका छौँ यस अब त्यहीँ गएर देखाउँछु अगाडि हामीले के गर्छौँ भनेर ल ल सबैजना ए हजुर वेलकम है हार्दिक वेलकम फ्रेङ्कफर्ट ल खै बोल्यौँ ल हामी त उता फ्रेङ्कफर्टमा चाहिँ वेलकम है वेलकम ल वेलकम टु जर्मनी फ्रेङ्कफर्ट हैन ह्यापी लोसार न्युयोर्कमा यस्तो राम्रो भेट पाएको ल यो नि लगाइदियो बिहान भएर चाहिँ बिहानै तपाईँलाई आराम होला हजुर नाइट एकदमै आरामै वेलकम टु फ्रेङ्कफर्ट जर्मनी थ्याङ्क यू ल भेट भयो बल्ल होइन ल राजदाई नै आइपुग्नुभयो राजदाईद्वारा स्वागत हुँदैछ हामी चाहिँ प्रेप हुँदैछ भर्खर यहाँ सबै सामान माथि लिएर आयो हामी चाहिँ सबैजना एकैचोटि आइपुगेछ सबै अब सामान कता कता राख्ने भनेर हेर्दैछु यो चाहिँ हाम्रो बार हो है अहिले एकछिनको सबै यहीँनिर राखिन्छ अनि त्यसपछि लाएर यो चाहिँ हाम्रो हल हो हल चाहिँ यतापट्टि चाहिँ अब सिङ्गरलाई चाहिँ भरे कहाँबाट लिएर पनि थाहा छैन ग्रान्ड छ है हल चाहिँ ठुलो छ यहाँनिर चाहिँ हाम्रो 300 जना अट्छ यो चाहिँ स्टेज हो अनि त्यसपछि लाएर यहाँ माथि चाहिँ हाम्रो भिआइपी टिकटहरूको लागि हो के अरे अब हेरौँ कतिवटा बिग्छ भिआइपी टिकट है लोसारको तयारी गर्दै सबैजना मिलेर लोसार सफल पारौँ होइन अब हातमा हात मिलाएर अगाडि बढौँ आजको लोसार चाहिँ सक्सेस बनाऊँ भन्ने छ बहिनी थ्याङ्क यू दिपक ह्यापी लोसार यु वान्ट टु से समथिङ ह्यापी लोसार अब के भन्नु त्यति हो लगाएर दाई हाम्रो अध्यक्ष दाई यु वान्ट टु से समथिङ ए गुड मर्निङ कि गुड आफ्टरनुन भयो गुड आफ्टरनुन भइसक्यो नि होइन सो अब चाहिँ एन्ड पोइन्टमा आइसक्यो हामी है अब लेट्स द स्ट्रिट फाइनली होइन अब सक्सेसफुल बनाउने हो एन्ड वी आर भेरी पोजिटिभ अबाउट इट है एकदम सबै राम्रो हुन्छ आज डी-डे नमस्ते आजको दिनमा सबैजना आउनु होला हामी सबैजना मिलेर रमाइलो गरौँ है सबैजना आउनु यस्तो सुनाएर मौका घरिघरि आउँदैन होइन त्यसपछि सबैजना आउनु होला रमाइलो गरौँ थ्याङ्क यू लक्ष्मी दिदी वेयर आर यु कल्याण दाइ खाना आएको हो लक्ष्मी दिदी आउनुहोस् न एकचोटि एक शब्द भनिदिनुहोस् केही भनिदिनुहोस् न यहाँ लजाको कि फेरि हेर न ल न यहाँ एक शब्द बोलिदिनुहोस् बोलिसक्यो सबैले हे भगवान् नेन्जु यहाँ आऊ ल हाई भनिदेऊ यो फ्रिजमा राख्छु फ्रिजमा राख्नु ल ह्यापी लोसार भनिदेऊ ह्यापी लोसार ओके बिस्ना दिदी
कहाँ हो म त यहाँ पुरा फिल्मको लागि बाबा जेरी हुँदैछ यहाँ जेरी अन द टप ए नमस्ते दाई ल के भनिदिनुहोस् न एक शब्द यहाँ हेलो एभ्रिवान नमस्ते अनि ह्याप्पी लोसार अनि यहाँहरू सबै आइदिनुहुन्छ भन्ने मलाई एकदम विश्वास छ अनि रमाइलो भव्य उन सभ्यको साथ हामीले आजको लोसार मनाउँदैछौँ अनि एक्ज्याक्ट अनि त्यस पछाडि 24 जनवरीमा फेरि हाम्रो नयाँ एउटा प्रोग्राम राखेको छौँ जेरी अन द टप आइदिनु होला यो चाहिँ हाउसफुलै बनाउनु पर्छ है ल थ्याङ्क यू भेरी मच तयारी भएर आउनु पर्यो हो नि आउनेहरू चाहिँ यसको नि पैसा यसो जेबमा हालेर आउनु प्राइस छ हाम्रो 15 युरो कि कति हो 15 युरो स्टुडेन्ट र ठुलोहरूलाई चाहिँ जस्ट 12 युरो डिस्काउन्ट छ है डिस्काउन्ट लगाइ जानु पर्यो है सबैजना स्टेफान उहाँ चाहिँ स्टेफान हाम्रो भेनाजु रायन तिमी कहाँ छौ यता आउ न यता गयो गयो ल हाम्रो चाहिँ आजको सेटअप यही नै हो मुनि खाना आइरहेको छ अब खाना लिन जाने हो मुनि दाइहरू खाना लिएर आउनुहुन्छ त्यसपछि चाहिँ हाम्रो रिस्टिक अनि त्यसपछि रक एन्ड रोल राइस किङ आउँदैछ है है यस्तै छ ल यता भित्र पनि छ फ्रिजहरू चाहिँ यहाँनिर चाहिँ यस्तो खालको छ यहाँ पनि पुरै फ्रिजहरू ठुलो खालको फ्रिज रक्सी कति खाने हो है ल आज हाम्रो लगाउने प्याज भनौँ न कार्ड टिकटको लागि भयो होइन सेटअप अनि त्यसपछि लाएर यो चाहिँ खानाहरू चाहिँ यता छ के चाहिँ दाई ह्याप्पी लोसार दाई एक शब्द के ह्याप्पी लोसार सबैजनालाई हाम्रो गुरुङ फ्यामिली र सम्पूर्ण नेपालीहरू हजुर हस् थ्याङ्क यू सो मच अनि दाईहरूले चाहिँ यहाँ पुरा दुःख गरेर पुरा खानासाना बनाएर लिएर आउनु भएको छ खाना आइपुगिसक्यो अब हामी यहाँ सेटअप गर्दैछौँ यहाँनिर चाहिँ बुफेको सेट सब म्यानेज भइसकेको छ दिपक पनि अब केही भन्छ होला ल फर्स्ट अफ अल चाहिँ सबैलाई ह्याप्पी लोसार है 2000 कति हो 82 घोडा वर्ग हो मेरो आफ्नै घोडा वर्ग फेरिँदैछ आउँदैछ र सबैलाई लोसारको शुभकामना अनि ह्याप्पी न्यु इयर थ्याङ्क यू दाई नमस्ते दाई ह्याप्पी लोसार एक शब्द भनिदिनुहोस् न हजुर के भन्ने ह्याप्पी लोसार ह्याप्पी लोसार सबैजनालाई सबैजना आज हामी सब फ्राङ्कफर्टको टिम फ्यामिली गुरुङ फ्यामिली मिलेर यहाँ सानो एउटा प्रोग्राम गर्दैछौँ सबैको उपस्थितिको लागि अनुरोध गर्दछु है धन्यवाद अनि बाँकी अब गरौँला एकछिन है ल हस् धन्यवाद स्टेजको हाम्रो चाहिँ यहाँ डेकोरेसन यहाँ चाहिँ भगवान्लाई राखेको फर्स्टमा ओ लाइट भयो है हाम्रो चाहिँ यो एक्स्ट्रा पैसा पेमेन्ट गराएको छ क्या हामीले चाहिँ यो लाइटको लागि कति हजार युरो तिरेछौँ अब हेरौँ कस्तो कस्तो हुँदो रहेछ है लाइट बबालै रहेछ नि लाइट ओ नाच्दाखेरि मलाई अहिले नै कन्फिडेन्स लुज भइसक्यो नि त नाच्नलाई नाच्नलाई होइन मलाई यहाँ टेन्सन भइरहेको छ भरे सीताभन्दा भित्ता भइगयो भने एकचोटि गएको छ भने त्यसले केही त भन्दैन नि होइन जानु पाएन होइन माथि बाल्दियो त नि यस्तो खालको लाइटहरू हो कि यसपालि चाहिँ अलिकति बाबालाई लाइट हामीले एक्स्ट्रा पे गरेको क्या यसको लागि चाहिँ यस्तो बल्दो रहेछ नि त अहिले भरे राजेश पायल राईलाई गर्नु हामीले फर्स्ट टाइम नै यस्तो गरे हो पुरै यस्तो एक्स्ट्रा लाइट साइट लिएर आएर होइन अनि हेरौँ भरे कस्तो देखिन्छ पुरै यस्तो खालको छ यसपालि चाहिँ स्टेज भइहाल्यो यता पछाडिबाट चाहिँ के भन्छ नि हाम्रो चेन्जिङ रुमहरू जस्तै छ यतापट्टि छुट्टै कोठा छ हेरौँ भरे कस्तो देखिन्छ यस्तो देखिन्छ है स्टेजबाट चाहिँ माथि पनि बस्न मिल्ने यहाँ पनि बस्न मिल्ने एक्टिभ बहिनीहरू छ क्या फेरि पुरा यहाँ होइन पुरा बिहानदेखि काम हानेको हानेछ यहाँ
अब आजको यसमा चाहिँ हामीले जेरी अन द टपको पनि प्रमोसन गर्ने हो नि त त्यही भएर यहाँ बिहानदेखि लागिरहेको छ है त थ्याङ्क यू है नेन्जु है यहाँ पुरा यसरी टाँसिरहेका छन् क्या हामीले चाहिँ भरे मान्छेहरू आउँदाखेरि चाहिँ देखोस् भनेर टिकट किनेर लिएर जान मिल्यो नि त अनि यहाँनिर हाम्रो प्रोग्रामको चाहिँ ठ्याक्कै आब्लाउ कसरी हुन्छ भनेर टाँसेको छ टिकटको प्राइसहरू ड्रिङ्क्स फुड के चाहिँ सबैलाई लोसारको शुभकामना र यहाँ जतिजना भेला भइसक्नु भएको छ यहाँ हाम्रो सबैजनालाई हार्दिक स्वागत यहाँ हामीसँग मिलेर लोसार आइदिनु भएकोमा धेरै धेरै धन्यवाद अब लोसार जुन चाहिँ गुरुङहरूको हाम्रो तपु समाजको एउटा महान चाड हो र यसमा हामीले यो नयाँ वर्षलाई वेलकम गर्ने हाम्रो गुरुङहरूको सम्मानमा यो शान्ति एकताको लागि जुन चाहिँ चाड मनाइन्छ त्यसमा तपाईँहरू सबै सहभागी भएकोमा धेरै धेरै धन्यवाद छ तपाईँहरूको लागि आज हामीले यहाँ धेरै गीत सङ्गीत कार्यक्रमहरू राखेका छौँ र हाम्रो मेन प्रोग्राम चाहिँ आशिष पाल राईजी नेपालबाट आउनु भएको छ मेन आर्टिस्ट आई होप कि तपाईँ सबैजनाले उहाँको गीतहरूमा कतिजनाले त युज पनि भइसकेको होला है चिन्नुहुन्छ होला उहाँको पुरानो गानाहरू भएन यङ जेनेरेसनलाई अलिक मोटिभेट होस् भनेर यो गानाहरूमा सबैजना रमाइलो गरौँ र अब के भन्नु नेक्स्ट स्टेजमा जानुभन्दा अगाडि अब हामीले अहिलेसम्म 4 बजी सुरु गर्ने प्लान थियो तर अलिक ढिलो भइहाल्यो र आई होप कि अझै धेरै आउँछन् त्यति बेलासम्म चाहिँ हामी भरे चाहिँ अलिक ढिलो नहोस् भनेर चाहिँ प्रोग्राम सुरु गरिहाल्नु भनेर सोचेको छ किनभने भरे राजेश पाण्डेजी 8 बजीदेखि उहाँको प्रोग्राम सुरु गर्ने हुन्छ त्यही कारण हामीले हाम्रो प्रोग्राम पनि सकेन भने चाहिँ अब नर्मली हाम्रो प्रोग्राम चाहिँ 4 बजे सुरु गर्ने भनेको थियो म पाहुनाहरू दाइ सुरु पनि हाम्रो प्रोग्राम गर्दै गरौँ यसै साथमा पाहुनाहरू पनि आउँदै हुनुहुन्छ भन्ने म आश गर्दछु Sampai
स्टेजमा आइदिनु हुन अनुरोध गर्दछु साथै बेदमाया गुरुङ हाम्रो रूपाको अनि पूर्णकुमारी गुरुङ ज्योतिको मम्मी हेलो नमस्ते छ्याजालो यहाँहरूलाई यो 2026 सालको उपलक्ष्यमा हार्दिक बधाई शुभकामना अनि नयाँ वर्षको पनि अनि यस वर्षको हाम्रो यो लोसार प्रोग्राममा यो सर्पवर्ग विदाई गरेर घोडावर्गको सुरुवात हुने अवगत गराउँदै अनि यो रिपा भन्छ उसमा यो घाँटीमा लगाउने जस्तो रोग व्याध तथा कुनै नहोस् कुरो राम्रो होस् भनेर लगाउने चलन हो अनि यो विषयमा चाहिँ यो लामाहरूले नै लगाएर रिपा भन्ने कुरा फुकेर लगाउने चलन छ अनि यहाँ माथि आइदिनु होला र मुख्य कुरा यहाँ उपस्थित सबै मान्य व्यक्तिहरू अनि संयोजन कर्ताहरू अनि यहाँले चाहिँ यहाँ फोटो खिच्दिने ज्योति बहिनीको आमा र रूपा बहिनीको आमाले रिपा लगाइदिनुहुन्छ अनि यही हो शुभकामना सबैलाई भन्दै 2 शब्द टुङ्ग्याउँछु वास्तवमा माइक बहिनीलाई धन्यवाद दाइलाई लगाइदिनुहुन्छ दुई तीन स्याय एक दुई तीन स्याय एक दुई तीन स्याय भएन है आवाजै आएन बाहिर आवाज सुन्दै थिएन यो चल्नुपर्छ एक दुई तीन स्याय होइन यो यस्तै हो यसको म अनइन्स्टलै गर्छु अघि सेटिङ अनइन्स्टल गरिएन क्या हामीले एक दुई तीन स्याय दुईचोटि अनइन्स्टल गरेँ दुईचोटि सेटिङ अनइन्स्टल गर्नु बिर्सेर Okay.
तल नयाँ हुन्छ नि त त्यही पुरानै सिटिङ बस्छ दाइ पनि आइदिनु भएको छ खाना खाँदै हुनुहुन्छ मिठो भएको छ ओके थ्याङ्क यू सो मच हो साँच्ची थ्याङ्क यू हो थ्याङ्क यू सेयर थ्याङ्क यू दिपक कतिजनालाई पुगेन अझै यहाँ सबैजना आइदिनु भएको छ दुईजना हो अरू त त्यस्तो यहाँ चाइल्डहुड फ्रेन्डलाई भेटेको छ आफ्टर हाउ मेनी इयर्स आई डोन्ट नो रातो भइसक्यो के भयो त बालै होइन नि तर मैले कति वर्षपछि भेटेको 15 मोर देन 15 सायद होला अब आएकै त 15 वर्ष हुँदैछ हजुर खुट्टामा बाँधेको अगाडिबाट चाहिँ खिच्नुपर्ने मैले है तपाईँलाई त केही देखाएको प्लिज दाजु भाइ पनि नेपाली भनेर यसरी इमोसनल ब्ल्याकमेल नगर त यो प्रदेशमा बिना पैसा कसैले काम गर्न सक्दैन मैले पनि ठाउँ ठाउँमा बुझाउनु पर्छ सरी भाइ बिना पैसा चाहिँ काम गर्न सकिन्न समयको बर्बाद मात्रै हो प्लिज दाइ त्यसो नभन्नुहोस् न दाइ प्लिज दाइ सावधान होशियार मोह यमराज यो युरोपको भूमिमा पहाडको ढक्कनबाट अकालमा मृत्यु भई एक नेपालीको आत्मा भट्किरहेको छोरा एयरलोकमा लैजानलाई आएको हो भन्न बालक तिम्रो अन्तिम इच्छा के छ हे यमराज
ओभर म अब अघि बढ्न चाहन्छु सक्छौ भने मलाई माफ गरिदिनु सब याद छ हिजोका बाचा आजको सुनिता सब साथ छ जीवनको अर्थ नै हरायो आकाशमा जीवनको अर्थ नै हरायो आकाशमा जीवनको अर्थ नै हरायो मिलाएर किन लासारा मम्मीले ल्याएर यो चाड जस्तै आफ्नो जिन्दगी पनि रङ्गीन बनाऊ दुःख छोड खुसी रोज हाँस नाच र नयाँ जिन्दगीको सुरुवात हामी चाहिँ अब यहाँ कन्सर्ट स्टार्ट हुँदैछ त्यही भएर राजपाल दादा यहाँ हुनुहुन्छ लाइभ गरिरह हो क्या अरे बत्ती किन बालेको सिधा यस्तै नै बत्ती किन बालेको भरि छ मान्छे भरेछ के त्यो माथि गर्दै भन्नु न दिदी यहीँ छ भने हो नि अझै यो पल्लो पनि होइन
तिम्रो मिठो मुस्कानलाई नसक्ने बिर्सन गर्छु जन्मन हजुरलाई तिम्रो नभई मरेछु भने अर्को जुनेला कोही गायिका हुनुहुन्छ गाउनुहुन्छ मसँग रेडी हो कोही मिना हो क्या गायिका आउनुहोस् Try. Can I get one more mic? Another mic. Check. चकमाको लागि जर्मनमा रहनुहुने छेलीले जर्मनमा हुने ज्योति गुरुङ Oh my god! मेरो सर्सिना तर्सेला नि फेरि स्वागत छ चकमाको लागि अलिकति I can check about 42. Yeah.